मेरो छोराको भिडियोमा स्वागत छ सबै छोराहरुलाई भन्दिनु। मेरो छोराहरुको भिडियोमा सबै छोराहरुलाई स्वागत छ। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू बाटो छोडिदिनु पर्ने हो कस्तो भक्कर आएको देउता आएको बस्ने आउँदो रहेछ देउता। याले मैले समाजको यस्तो यस्तो हजुरले क्या हजुरले समाज्नु ओ यस्तो टक्क हात यस्तो देखिन्छ ल है। ल आज मम्मीले भिडियो ओपनिङ हान्नुहुन्छ। ल मम्मी भिडियो ओपनिङ गर्नु कसरी? हेलो छोराहरू भनिदिनु। हेलो छोराहरू नमस्कार मेरो नाम चाहिँ सावित्रा बिका सावित्रा बिका हो त हो। सबै छोराहरूलाई मेरो भिडियोमा स्वागत छ। मेरो छोराको भिडियोमा स्वागत छ भन्नु त। सबै छोराहरूलाई मेरो स्वागत छ। मेरो छोराहरूलाई स्वागत छ। मेरो छोराको भिडियोमा स्वागत छ सबै छोराहरूलाई भन्दिनु। मेरो छोराहरुको भिडियोमा सबै छोराहरूलाई स्वागत छ। आज मम्मीले भिडियो ओपनिङ हान्नु भएको छ। सो मेरो मम्मीले चाहिँ भिडियो ओपनिङ हान्नुहुन्छ। अब इङ्ग्लिसबाट भनिदिनुहुन्छ है। हेलो गाइज, म सिकाउँछु कि हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो एन्ड आर यु अल गाइज मम्मी के हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग आर यु अल गाइज फाइन्ड माई युट्युब फ्यामिली मेम्बर। सो मम्मीले पनि मेरो भिडियो ओपनिङ हान्नुभयो र मैले पनि हाने। सो मेरो फ्यामिलीहरू के छ त आज चाहिँ टक्क लगाएर हामी चाहिँ मम्मी स्पेसल ड्याडी अनि मेरो भाइ हामी चाहिँ टक्क हाम्रो यो थानलाई चाहिँ हामी उ गर्न आइरहेछौँ, सफा गर्न आइरहेछौँ। हाम्रो बोजेल चाहिँ तलबाट ढुङ्गा ल्याएर आउनु भएको छ। दुःख भएको छ बोजै? दुःख भएको छ या बढी भन्छ त्यही हो। अब हामीले चाहिँ यहाँ ढुङ्गासुङ्गा कट्ठा गरिसकेका छौँ। यो चाहिँ हाम्रो बाजे लगाएको शिशिरको बुट्टो होइन, यो शिशिरको बुट्टो त हो स्वामीको बुट्टो हो। यो हाम्रो बाजे लगाएको स्वामीको बुट्टो हो। यहाँ चाहिँ हिजो अस्ति जहिले हेराउँदा पनि हामी नातिहरूले चाहिँ यो स्वामीको बुट्टा के बिहा गर्ने अरे के यसलाई बिहा गराउनु पर्छ अरे। बिहा गर्नलाई चाहिँ हामीले यो यसको बस्ने चौथार जस्तो बनाउन लाग्छौँ। सो हाम्रो फ्यामिलीहरू आएर टक्क सबैजना मिलेर चाहिँ हामी यो काम गर्दैछौँ। अब यहाँ ड्याडीले चाहिँ बान्नु सान्नु लगाउँदै हुनुहुन्छ। यो चाहिँ हेरायो भने जम्मा यो चाहिँ हामीले यो यसलाई बिहा गर्नुपर्छ अरे कि हाम्रो बाजेले नसकेपछि मेरो छोराहरू नसकेपछि नातिहरूले भन्नुभएको रहेछ। हेर्दा त्यही आयो। अब हामी चाहिँ हाम्रो थानलाई चाहिँ एकदम सफा गरेर हामी चाहिँ बस्ने व्यवस्था मिलाउँछौँ। यो चाहिँ थान पनि छ होइन, यहाँको चाहिँ साफसफाइ गर्न बाँकी छ। अहिले साफसफाइ गर्छौँ। टक्क यहाँ घन्टा ल्याएर लगाएर हाम्रो थानलाई चाहिँ चकाचक गराउने हो। हाम्रो मस्ट देउता भनेको उहाँ नै हो। भिडियो अब आज चाहिँ फेरि यता देउता पुज्ने पनि छ होइन। देउता पुज्ने भन्दा पनि देउता हेराउने भन्ने छ। यहाँ कहिले पूजा हुन्छ भन्ने बारे त्यो पनि आउँछ। सो सबैजनाले हेर्नु होला। यो भिडियो पनि एकदम रमाइलो हुन्छ। अब रातिको देउता कामै चाहिँ गाउँको कस्तो हुन्छ त देखाउँछु। सो त्यही हो। ल ड्याडी अब हाम्रो ड्याडीले चाहिँ बान्नु टक्क लाएर यहाँ माटो अनि ढुङ्गा व्यवस्था हानेर चाहिँ बान्नु लगाउँदै हुनुहुन्छ। वा दामी बान्नु लगाउनु भएको छ त ड्याडीले। मस्त स्वामीको रुख त देखाइसकेँ त मैले। यस्तो बवाल छ नि हाम्रो बाजे लगाएर। हाम्रो बाजे चाहिँ बितिसक्नु भएको है। बाजे बितिसकेपछि चाहिँ हामी नातिहरूले गर्नुपर्ने कर्तव्य हो यो। टक्क हामी चाहिँ मिलाउँदैछौँ यसको। ल त्यही हो, एकछिनमा देखाउँछु म। हाम्रो यो बनिसक्यो फाइनल दाजुभाइहरू। ल स्पेसल हामीले चाहिँ चट्ट लाएर हो क्या दामी बनायौँ त। यस्तो बस्ने यस्तो दामी त भएन, लेकिन अब यो माटोलाई चाहिँ टक्क गाह्रो बनाएर हामी चाहिँ ढुङ्गासुङ्गा राखिदियौँ। सबै हाम्रो फ्यामिली आएर चाहिँ हामीले चट्ट यो व्यवस्था हान्यौँ। हाम्रो साथमा बोजे पनि हुनुहुन्थ्यो। अब यता चाहिँ साफ गर्न बाँकी छ। यो चाहिँ सबै पाली मिलेर चाहिँ साफ गरिन्छ। अहिले चाहिँ हल्का टाइम छैन। सो हामीले चाहिँ यसलाई व्यवस्था हानिसक्यौँ। र यसका साथसाथै यो स्वामीलाई चाहिँ पूजा बिहा गर्नलाई चाहिँ पिपल चाहिने रहेछ। हामीले चाहिँ पिपल पनि ल्याएर गाड्यौँ। पिपलको बुट्टो हेरेर सक्नुहुन्छ स्पेसली न यति ठुलो पिपल ल्याएर हामीले गाडिदिइसकेका छौँ। यहाँ चाहिँ यसको पुरा व्यवस्था गरिदिइसक्यौँ। यो चाहिँ सबै साफ गऱ्यौँ। अबका 3 घन्टा पछि चाहिँ हामीले सब काम गरेर सक्यौँ। सो स्वामी पिपल टक्क गाडेर हामीले व्यवस्था गरिदिइसक्यौँ। हाम्रो थानलाई चाहिँ एकदम सफा गऱ्यौँ र साफसफाइ पनि भयो। त्यही हो। अब आज चाहिँ देउताको त्यो कहिले बस्छ भन्ने बारे हामी पूजा गर्न
पूजा गर्ने भन्ने ऊ छलफल हुँदैछ। सो तल जान्छन्, देउता हेराउँछन्। दाजुभाइहरू स्पेसल हामीले चाहिँ चट्ट लाएर थानसान सफा गरेर पनि हामी चाहिँ घरमा आइसक्यौँ र हाम्रो ड्याडी मम्मी अङ्कलले चाहिँ टक्क सिस्नु ल्याउनु भएको छ होइन। सिस्नु बनाउने तरिका फ्रेस गाउँको लोकल अर्ग्यानिक योबाट के योबाट भिटामिन ए पाइन्छ होइन, भिटामिन ए खै त जिङ्क फाइबर पोलिदिन्छ थाहा भएको चाहिँ सिस्नोले फेरि पोल्छ क्या। नेपालको यो करेन्टवाला ट्री पनि भन्छ है। क्या होला जस्तो त्यो भन्नुहोस् अङ्कल, बोलिहाल्नु प्याच के भन्न लाग्नु भएको थियो हजुरले, के भन्न लाग्नु भएको थियो के छैन। टक्क जोस् बाबा मम्मी भएर चाहिँ गाउँमा रमाइलो भएको छ, सबै फ्यामिली हुनुहुन्छ। जोस् आमा बुवा भएर घर रमाइलो छ, उज्यालो भएको छ। आमा बाबा हुनुहुन्छ र पो घर उज्यालो छ। मन लाग्ला यार बराबर धो यसलाई। आमा बाबा नहुनेलाई सोध्नुहोस् आमा बिनाको जिन्दगी कस्तो अँध्यारो हुन्छ भनेर। अरू अब के भुल्ली गयो सिस्नु यसलाई देउता आउँथे कि काहीँ देउता किनकि गाह्रो परिरहेको क्या मलाई यहाँ धौला मलाई बन्द हो माया काँटा मधुरा खाएर निकाल्छ मधुरा खाएर निकाल्छ यही त छली बोली गर्न बेलासम्म मधुरा खाएर निक्लिन्छ मेरो भाइ है मधुरा खाएर आउने मधुरा खाएर आउने मेरो गम्छा गम्छी अब मेरो बाहन सबै मेरै बाहुन बनिदिने हुन्छ त फेरि ल्याएर बसालिदिने मकान दिउँला मलाई मधुरा खाएर किन आइयो गाडीमा बसिया बिहा छैन मधुरा खाएर तैँले किन बसाली मधुरा खाएर किन बसाली मधुरा खाएर किन बसाली भाइलाई त आदर भयो त भाइलाई त राइट त महाराज परमेश्वरी भनिदेऊ आज मधुरा आएर निक्लिने मेरो नाम बेचेत गर्ने तैँले कति वर्ष भयो अहिले छोडेको तपाईँ मन लाग्यो त मलाई एक आँगुर द्यायौँ त मन लाग्यो तेरो बाउ आउने मेरा थलामा मनमर्जीसँग गर्ने त पनि आउने मनमर्जी गर्ने यो चल्दैन हेर 12 भाइ मस्ट 18 भाइ भन्नालिउँ हेर यसै छोड्नेवाला छैन हे राजा 12 पक जुम्लो 18 पक धुपारो गरिआइ भने त तैँले जस्ताको जस्तो भाइहरूलाई ल्याएर पहिला भाग खुवाउने अहिले भाइ नआइने दाइ नआइने म भाग खान्छु भन्नु मिल्दैन म हात जोड्छु यो पुरो अर्को घन्टा मोबाइल सब पालिया पशुदिका हातको खाने यसले मसान पहिला ल्याएर पनि आफ्ना जेबमा राखौ देऊ पचाउँछु भनेर पचाए भइको म कहाँबाट आउँ अछाम क्वालेकबाट आउँ तैँले मलाई चिनी है पचाइदिने मलाई एकछिन बोल्न दिएन पचाउने खोजे है त तेरो आँगा उग्लाइदिएको थिएँ मैले तेरै राम्रोको लागि जब तेरो माइतको कुन्टे आएको बेलामा म जागेँ अहिले तैँले मलाई पचाइदिन्छु भन्ने तेरा घरभित्तामा पशुदी घुसाउने अहिले त्यहाँ आएर गाडीका औँसीदा खेलाउने है आफ्ना मनमर्जी चल्छन्
भारतमा देउताले पनि त्यस्तो गरेर छन् त अनि कुरा सुन्नु न पहिला भुलिसकेछ त भुलिया छैन भुलिया हो कि भुलिया छैन भन्ने मेरा 4 टन्यासम्मको अहिले इज्जत छैन त भुलिया भनौँ कि नभुलिया भुलेकै छैन देउता कहाँ हुन्छन् मनभित्र हुन्छन् मनभित्र होइन भुलै छ कि भुलै छैन बुढा पुगेर आउँछ तेरा छोराका सब रोक्ने नि म किन झुट बोल्नु म सब कर्तव्य रोक्ने तैँले मलाई भुल्दाखेरि मैले पनि भुलेर खै के भन मारे तिमीहरूले अहिले मलाई भुलिगौ कहाँबाट झोपामा त पर्सुति हुँदैन जहाँ पनि त्यही तिमीलाई मलाई मम्मी के हो सोध्नु ल महाराज तिमीलाई नि भने यस्तो हुँदै हुन्न जहाँ त्यसो भन्न मिल्दैन यो मैले गलत माने यो मैले गलत माने मलाई छुनै मिल्दैन म त्यहाँ खाँदै खान्न म छुँदै छुन्न त कसरी खाइ भन्दा तिमीहरू खान्नौ जो बसिएछन् ती खान्छ तल्लाहरूका हो साँच्ची तँपो खान्न तँ पनि हुन सक्छ रोग तल्लाहरूका छुई त्यही पल्लाहरूका त्यही छुई सुत्ने त छुई सुत्ने ए मम्मी एकछिन सुन्नु त एकछिन ल महाराज बनेसरी के हो भन्देऊ ल बाटो छोडिदिनु पर्ने हो कस्तो भर्खर आएको देउता बस्ने आउँदो रहेछ आज त्यहाँ गएर केही पनि नखाइदिएर तेरो काम पनि सक्सेस होला यही परदेशमा गए पनि पशु त नगरे बस बस पता लगायो नि केटा बस 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 आइजा आइजा यहीँ गर्दै समात्छु ल महाराज राम्रोसित हेराइ गर्छ मेरो छोरालाई मेरो काममा किन रुकावट भइरहेको छ यसको लागि के गर्नु पर्यो भन्दै भाइ अहिले मैले भनेको त होइन छैन आज भन्दै हजुरलाई ठिक भयो तातो भयो एक तो लाइक और शेयर ठोक दीजिए महाकाल का दबाकर लाइक और शेयर ठोक लीजिए 5000 लौटे दिख जाना चाहिए ये 4000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ पूरा साल मेहनत करता हूँ आपके लिए बेटा ऐसा नहीं चलेगा लाइक ठोकी दबा के